चाहिँ हामी चाहिँ यो बीबीए र बीबीएम को हुन्छ नि त यो 2020-24 मा आएको क्वेशन नम्बर 22 छ नि। आई डोन्ट नो यो बीबीएम आएको हो कि बीबीए मा आएको, तर यो चाहिँ बीबीए र बीबीएम दुईटैको मोडल क्वेशन मा रहेको क्वेशन नम्बर चाहिँ यो चाहिँ आईसी 20 मार्क्स का आउने गर्दछ एक्जाममा बीबीए और बीबीएम फोर्थ सेम को। त्यसैगरी यसमा चाहिँ के भनेको छ भने चाहिँ क्वेशनमा सपोज यु आर अ बीबीए ग्रेजुएट फ्रम त्रिभुवन युनिभर्सिटी विथ फाइनेन्स स्पेशलाइजेसन एन्ड आई बी एपोइन्टेड एज अ फाइनेन्शियल म्यानेजर अफ अ गण्डकी हाइड्रो पावर कम्पनी। तपाईहरु यस सिस्टममा एपोइन्ट हुनु भएको छ यताउता भनेर दिएको छ र क्वेशनमा के दिएको छ भने चाहिँ एउटा प्रोजेक्ट एक्स छ एउटा प्रोजेक्ट वाई छ र हामीले एप्रोप्रिएट क्यापिटल इन्भेस्टमेन्ट डिसिजन बनाउनु पर्ने छ र यो क्यापिटल एक्स र प्रोजेक्ट वाई को चाहिँ हामीलाई इनिशियल इन्भेस्टमेन्ट यानी कि एनसीओ पनि दिएको छ र त्यसको एक्सपेक्टेड नेट क्याश फ्लो सीएफईटी पनि दिएको छ। जस्तै कि हामी यो दुईटा प्रोजेक्टहरुलाई हेरेर एउटा कुरा चाहिँ थाहा पाउन सक्छौं कि यो प्रोजेक्ट एक्स चाहिँ इभन क्याश फ्लो हो र यो प्रोजेक्ट वाई चाहिँ अनइभन क्याश फ्लो हो भनेर। त्यसैगरी क्वेशनमा हामीलाई कस्ट अफ क्यापिटल 10% दिएको छ र यो थुप्रै ई नम्बरसम्म यो क्वेशनहरुको एन्सर निकाल्न भनेर दिएको छ। र सबभन्दा अगाडि फर्स्ट क्वेशनमा हामीलाई के भनेको छ व्हाट इज पे ब्याक पिरियड र क्याल्कुलेट पे ब्याक पिरियड अफ इच प्रोजेक्ट। र फर्स्टमा हामी यसको सोलुसन तर्फ जाने छौं। हामी प्रोजेक्ट वाई को चाहिँ पीबीपी निकाल्ने गर्छौं। यसको लागि चाहिँ हामीले अगाडि इयर भनेर एउटा फर्मेट बनाउनु पर्दैछ। इयर भनेपछि कति इयरको प्रोजेक्ट छ, जस्तै 4 इयरको प्रोजेक्ट छ 0 1 2 3 4 भनेर लेख्ने हामीले इयर लेखिसकेपछि त्यसपछि हामीले सीएफईटी यसको क्याश फ्लो दिएको छ नि त हामीलाई एक्सपेक्टेड क्याश फ्लो 0 इयरमा चाहिँ 5 लाख छ। एनसीओ छ यो सधैँ नेगेटिभमै हुन्छ त्यही भएर सधैँ ब्र्याकेटमै लेख्नु होला। त्यसपछि चाहिँ 1 इयरमा 3 लाख, दोस्रो इयरमा 2 लाख, त्यसपछिको इयरमा अनि 2 लाख। कहिले पनि हामी यो सल्भ गर्दाखेरि कमाहरु चाहिँ एकदम हेरेर राख्नु होला किनकि कमाले पनि हाम्रो मार्क्सलाई एफेक्ट गर्न सक्छ। त्यसैगरी 1 कमा चाहिँ हाम्रो दुई टाइपले राख्ने छ, एउटा चाहिँ 3 2 2 पछि के तीनटा पछि राख्ने, त्यसपछि दुईटा पछि, त्यस दुईटा पछि। तर मेनली चाहिँ हामीले इन्टरनेशनल फलो गर्ने भने चाहिँ तीनटा पछि राख्ने गरेछ, त्यो गरेको चाहिँ राम्रो मेरो विचारमा चाहिँ। अनि त्यसपछि अब हामीले क्युमुलेटिभ सीएफईटी निकाल्नु पर्छ। यसको लागि चाहिँ क्युमुलेटिभ सीएफईटी भने चाहिँ हामी क्युमुलेटिभ एक्स क्युमुलेटिभ वाई निकाल्ने गर्थ्यौं नि स्ट्याटमा, त्यस्तै गरी अब यो 5 लाख चाहिँ 5 लाखको नै रहन्छ यता आएर। अब यो प्लस यो जोड्ने हो नि त, जोडेर यहाँ राख्ने हो नि, तर यो त माइनसमा छ 5 लाख। अब 3 लाख प्लस 5 लाख गरेपछि त हाम्रो मिल्दैन। अब जस्तै हामी यहाँ साइडमा गरेर देखाउँछु हजुरलाई। 3 लाख भयो प्लस माइनस 5 लाख भयो भनेपछि यो साइन त अलरेडी माइनस भइहाल्छ नि त। त्यसपछि यो कस्तो भयो भने चाहिँ 3 लाख माइनस 5 लाख भयो। 3 लाख माइनस 5 लाख गरेपछि कति आयो माइनस 2 लाख आयो। माइनस 2 लाख आएपछि हामीले यहाँ ब्र्याकेटमा माइनस 2 लाख राख्ने। अब यो माइनस 2 लाख प्लस 2 लाख के भयो हाम्रो 0 भयो। अनि यो 2 लाख को 0 प्लस 2 लाख 2 लाख, अनि त्यसैगरी 2 लाख प्लस 1 लाख 3 लाख। यसरी चाहिँ हाम्रो एन्सर आयो क्युमुलेटिभ सीएफईटी को। अब हेर्नुस् लास्ट माइनस हाम्रो कहाँमा छ 2 लाखमा छ नि त, त्यसपछि त्यो 0 पोजिटिभ भइसक्यो नि त। अब लास्ट माइनस जेमा चाहिँ त्यसलाई हामीले यस्तै सर्कलिङ गर्दिने, त्यसलाई यस्तरी सर्कल गर्दिने र सर्कल गरिसकेपछि यसले चाहिँ हामीलाई यो एलवाई दिन्छ र अमाउन्ट टु बी रिकभर हामीले कति रिकभर गर्नुपर्ने छ 2 लाख अमाउन्ट रिकभर गर्नुपर्ने छ भन्ने पनि थाहा पाउँछ। र यसको फर्मुला चाहिँ यो हो मेन पीबीपी को फर्मुला। यो त एउटा फर्मेट मात्र हो, यो फर्मेटबाट चाहिँ हामीले एलवाई पत्ता लगाउँछौं अनि अमाउन्ट टु बी रिकभर पत्ता लगाउँछौं। पीबी को फर्मुला चाहिँ के हो एलवाई प्लस अमाउन्ट टु बी रिकभर्ड। यो एलवाई भनेको चाहिँ यो हुन्छ नि जो माइनस लास्ट माइनस छ नि, लास्ट माइनसको इयर हुन्छ नि हो, त्यसलाई चाहिँ एलवाई भनिन्छ। अमाउन्ट टु बी रिकभर्ड डिवाइडेड बाई नेक्स्ट इयर सीएफईटी। अब यो नेक्स्ट इयर सीएफईटी भनेको चाहिँ के हो भन्ने लाग्ला। नेक्स्ट इयर सीएफईटी भनेको यो सर्कल पछिको नेक्स्ट इयरको न यो 2 हो नि त, 1 पछिको नेक्स्ट इयर 2, यो 2 इयरको सीएफईटी भनेपछि 2 लाख भयो। अब एलवाई हामीलाई थाहा छ कति छ 1 छ, प्लस अमाउन्ट टु बी रिकभर हाम्रो कति छ 2 लाख छ, 2 लाख अनि डिवाइडेड बाई नेक्स्ट इयर सीएफईटी चाहिँ कति छ 2 लाख नै छ 2 लाख। अब हेर्नुस् त यो 2 लाख कति भयो 1 भयो, अनि 1 प्लस 1 कति भयो 2 भयो। यसको एन्सर चाहिँ कति आएछ 2 इयर्स आएछ। हाम्रो एन्सर चाहिँ 2 इयर्स आयो प्रोजेक्ट वाई को, अनि प्रोजेक्ट एक्स को चाहिँ 2.5 इयर्स आयो। क्वेशनमा चाहिँ हामीलाई डिसिजन लेख्ने केही भनेको छैन, जस्ट क्याल्कुलेट पे ब्याक पिरियड अफ इच प्रोजेक्ट मात्र भनेको चाहिँ हामीले क्याल्कुलेट गरिसक्यौं र हाम्रो ए नम्बरको सक्यो। हाम्रो ए नम्बरको कति मार्क्स रहेको छ हेर्नुस् न 5 मार्क्स भनेको छ ए नम्बरको।
यति गरेपछि हामीलाई 5 मार्क्स चाहिँ मजाले आउँछ हेर्नुस् है अर्को हामीले पीबीपी चाहिँ निकाल्यो अब बी नम्बरमा चाहिँ के भनेछ क्याल्कुलेट नेट प्रेजेन्ट भ्यालु अफ इच प्रोजेक्ट भनेछ त्यसैगरी अब हामी यहाँ बी नम्बर लेखेर क्याल्कुलेसन अफ नेट प्रेजेन्ट भ्यालु भनेपछि एनपीभी अफ प्रोजेक्ट एक्स अगाडि हामी प्रोजेक्ट एक्स को निकाल्ने छौं प्रोजेक्ट एक्स भनेको इभन क्याश फ्लो त्यही भएर त्यसको फर्मुला नि सजिलो नै छ जस्तै एनपीभी इज इक्वल टु सीएफएटी इन्टु पीवीआईएफए के पर्सेन्टेज एन माइनस एनसीयू सीएफएटी इन्टु पीवीआईएफ हामी प्रेजेन्ट भ्यालु निकालिरहेछौँ नि त प्रेजेन्ट भ्यालु निकालिरहेछौँ भने चाहिँ हामीले प्रेजेन्ट भ्यालु पनि उ गर्नुपर्छ फर्मुलामा पनि पीवीआईएफए नै राख्नुपर्छ त्यही भएर सीएफएटी हाम्रो कति छ 2 लाख छ फर्मुला चाहिँ एकदमै इजी छ र यो पीवीआईएफए निकाल्नको लागि चाहिँ हामीले एउटा फाइनान्शियल स्टेटमेन्टको कपी नै पाइन्छ के पर्सेन्टेज भनेपछि चाहिँ हामीलाई क्वेशनमा हेर्नुस् त के रे कस्ट अफ क्यापिटल कति दिएछ 10% दिएको छ त्यो 10% भनेकै नि के पर्सेन्टेज हो 10% अनि यो कति इयरको प्रोजेक्ट हो 4 इयरको प्रोजेक्ट हो 4 माइनस अनि यो एक्स को एनसीओ कति छ 5 लाख यो चाहिँ भयो अब यो 2 लाख इन्टु पीवीआईएफए 10% 4 इयर यो कति हुन्छ त्यो कसरी थाहा पाउने भन्नको लागि चाहिँ एउटा यस्तो टेबल हुन्छ कि यो कपी पाइन्छ यसको हेर्नुस् त हामी हेर्न सक्छौं 10% पीवीआईएफए 10% को 4 इयर हेर्नुस् त 4 इयर कति छ 3.1699 यहाँ पनि हामीले लेख्ने छौं 3.1699 माइनस 5 लाख अब हामी क्याल्कुलेटर युज गरेर 2 लाख इन्टु 3.1699 गरेपछि हाम्रो आयो 6,33,980 माइनस 5 लाख गरेपछि हाम्रो एन्सर आउँछ रुपी 1,33,980 यो चाहिँ हाम्रो एनपीभी आयो अनि मेनली चाहिँ यो पीवीआईएफए कसरी निकाल्नको लागि चाहिँ यो एउटा पाइन्छ हेर्नुस् फाइनान्शियल स्टेटमेन्ट भन्ने स्ट्याटिस्टिकल र फाइनान्शियल स्ट्याटिस्टिकल टेबल भन्ने पाइन्छ यो चाहिँ अस्मिता पब्लिकेसनको अरु पब्लिकेसनको पनि पाइन्छ जुनसुकै लग्दा नि हुन्छ यसले चाहिँ हाम्रो फाइनान्समा एकदम हेल्पफुल गर्छ यो चाहिँ हामी एक्जाममा नि लग्न पाउँछ एक्जाममा नि केही भन्दैन तर यसमा लेखेको यताउता गरेको चाहिँ केही हुनु भएन यताउता लेखेको त्यसैगरी यो कपी चाहिँ हामीले किनिहाल्दा राम्रो एकदमै हामीलाई जस्तै कि यो 3rd सेममा पनि काम लाग्छ 3rd सेमको लागि 4th सेमको लागि अब जस्तै हामी फाइनान्स 5th मा पढ्छौं 6th मा पढ्छौं भने चाहिँ हरेक चोटी काम लाग्ने कपी हो यो चाहिँ अब हामीले एउटा प्रोजेक्टको चाहिँ निकाले अब क्याल्कुलेसन अफ एनपीभी अफ प्रोजेक्ट वाई को निकाल्छौं हामी प्रोजेक्ट वाई को एनपीभी निकाल्ने चाहिँ दुईटा तरिका छ जस्तै दुईटा तरिकामा हजुरलाई जुन तरिका सजिलो लाग्छ त्यही तरिकाले निकाल्दा पनि हुन्छ जस्तै कि एउटा चाहिँ यसको चाहिँ एउटा फर्मेट बनाएर निकाल्ने जस्तै फर्स्टमा चाहिँ म फर्मेट बनाएर गरिदिन्छु यस्तै इयर लेख्ने 0 1 2 3 4 त्यसपछि सीएफएटी लेख्नुहोस् यसको सीएफएटी दिएको नै छ जस्तै 5 लाख भयो अघि हामीले पीवीपी निकाल्दाखेरि गरेको थियौ नि त्यस्तै फर्मेट बनाउने एउटा 2 लाख भयो अर्को पनि 2 लाख भयो अनि 1 लाख भयो फर्मेट बनाउने अनि यता चाहिँ हामीले क्युमुलेटिभ सीएफएटी लेखेको थियौ नि त यसमा चाहिँ हामीले पीवीआईएफ @10% गर्ने यसमा चाहिँ हामीले हेर्नुस् पीवीआईएफ ए हो ए र आईएफ मा मतलब डिफरेन्स छ है यसमा चाहिँ कन्फ्युज नहुनु होला इभन क्याश फ्लोमा चाहिँ पीवीआईएफ ए युज हुन्छ एफवीआईएफ ए युज हुन्छ तर अनइभनमा चाहिँ पीवीआईएफ और एफवीआईएफ युज हुन्छ @10% भयो यो चाहिँ हामी त्यही स्ट्याटिस्टिकल टेबलबाट हेरेर लेख्छौं र यहाँ भयो पीवी भयो यसको र यसको मल्टिप्लिकेसन गरेपछि पीवी निक्लिन्छ जस्तै पीवीआईएफ 0 इयरमा त 1 नै हुन्छ हामी सबैलाई थाहा छ त्यो चाहिँ हेर्नै पर्दैन अब त्यसपछि 1 इयरमा कति हुन्छ भनेर चाहिँ हामीले एउटा स्ट्याटिस्टिकल टेबल गरेर हेर्नुहुन्छ अघि चाहिँ हामीले यहाँ पीवीआईएफ हेरेको थियौं अब यसको पीवीआईएफ चाहिँ फर्स्ट पेजमै दिएको हुन्छ के हामीले धेरै खोज्नै पर्दैन हेर्नुस् फर्स्टमा नै पीवीआईएफ दिएको छ 10% को 1 इयरमा कति छ हेर्नुस् त 0.9091 त्यहाँबाट लेखेर हेर्ने सेकेन्ड इयरमा कति छ 0.8264 थर्ड इयरमा 0.7513 फोर्थ इयरमा 0.6830 छ यो हामीले पीवीएफ टक्क सार्दिने हामीले यो पनि क्वेशनमै दिएको हुन्छ यो पनि क्वेशनमै दिएको हुन्छ यो पनि हामीले यो कपीबाट सार्ने मात्र काम हो र यो दुईटाको मल्टिप्लिकेसन गरेर यसमा लेखिदिने जस्तै 5 लाख इन्टु 1 गरेपछि -5 लाख नै हुन्छ त्यसैगरी अब हामीले चाहिँ
मल्टिप्लिकेसन गरेर निकाल्ने म हजुरहरूलाई चाहिँ मल्टिप्लिकेसन गरेर एकैचोटि देखाइदिन्छु ल हेर्नुस् हामीले क्याल्कुलेसन गरेर चाहिँ सबै निकालिसकेछौँ यसको 5 लाख इन्टु 1 गरेर यो निक्लेको यो दुईटैको मल्टिप्लिकेसन गरेर यहाँ निकाल्यो यो सबैलाई एड गरे चाहिँ हाम्रो नेट प्रेजेन्ट भ्यालु आउँछ हाम्रो प्रोजेक्ट एक्सको पनि नेट प्रेजेन्ट भ्यालु चाहिँ 1,33,980 आयो भनेपछि प्रोजेक्ट वाईको चाहिँ 1,56,570 आएको छ सीमा चाहिँ के भनेको छ हेर्नुस् त विच प्रोजेक्ट ओर प्रोजेक्ट्स शुड बी एक्सेप्टेड इफ दे आर इन्डिपेन्डेन्ट प्रोजेक्टहरू जस्तै यदि इन्डिपेन्डेन्ट ओर म्युचुअली एक्सक्लुजिभ प्रोजेक्ट भन्ने हुन्छ जस्तै कि सी नम्बरमा जामै हामी इफ द प्रोजेक्ट इज इन्डिपेन्डेन्ट भनेर लेखौँ यो चाहिँ हाम्रो डिसिजन दिने हो कि प्रोजेक्ट आर नै लेखौँ किनकि दुईटा प्रोजेक्ट छ आर इन्डिपेन्डेन्ट प्रोजेक्ट्स जस्तै अघि हामीले हेर्नुस् त एनपीभी निकाल्दा पीपीभी निकाल्दा हामीलाई डिसिजन दिन भनेको थिएन तर यसमा चाहिँ हामीलाई डिसिजन दिन भनेको छ सो अब हामीले चाहिँ यसमा डिसिजन दिनु पर्यो जस्तै कि एनपीभी को बेस्डमा हामीले डिसिजन दिन मिल्छ किनकि एनपीभीलाई चाहिँ बेस्ट डिसिजन दिने एउटा क्राइटेरिया मानिन्छ त्यसैगरी एनपीभीमा डिसिजन कसरी दिने त जस्तै कि इन्डिपेन्डेन्ट प्रोजेक्ट भनेको कस्तो प्रोजेक्ट हो अनि म्युचुअली एक्सक्लुजिभ यहाँ हेर्नुस् त डी नम्बरमा म्युचुअल इफ दे आर म्युचुअली एक्सक्लुजिभ भनेर पनि सोधेको छ इन्डिपेन्डेन्ट र म्युचुअली एक्सक्लुजिभमा के फरक छ त जस्तै कि इन्डिपेन्डेन्ट प्रोजेक्टमा कस्तो हुन्छ भनेपछि दुईटा प्रोजेक्टबाट हामी दुईटै प्रोजेक्ट पनि सिलेक्ट गर्न सक्छौँ वी क्यान सिलेक्ट जति पनि प्रोजेक्ट हामी सिलेक्ट गर्न सक्छौँ इन्डिपेन्डेन्ट प्रोजेक्टमा तर म्युचुअली एक्सक्लुजिभ प्रोजेक्टमा चाहिँ एउटा सिलेक्ट भएपछि अर्को प्रोजेक्ट चाहिँ अटोमेटिकली नै आउट भइहाल्छ कि जस्तै कि प्रोजेक्ट एक्स र प्रोजेक्ट वाइ छ एज पर इन्डिपेन्डेन्ट प्रोजेक्ट हामी दुईटै सिलेक्ट गर्न सक्छौँ एक्सेप्ट गर्न सक्छौँ विच प्रोजेक्ट सुड बी एक्सेप्टेड भनेको छ नि त यस्तै हेर्नु त यो क्वेसनमा नि के भनेको छ विच प्रोजेक्ट ओर प्रोजेक्ट्स किनकि यसमा एउटा या एकभन्दा बढी प्रोजेक्टलाई एक्सेप्ट गर्न सकिन्छ तर म्युचुअली एक्सक्लुजिभ प्रोजेक्टमा चाहिँ एउटालाई एक्सेप्ट गरेपछि अर्को प्रोजेक्ट चाहिँ अटोमेटिकली नै आउट भइहाल्छ त्यसै गरी एनपीभीको क्राइटेरिया के छ त डिसिजन दिने एनपीभीको क्राइटेरिया के छ भनेपछि एनपीभी पोजिटिभ हुनु पर्यो नेगेटिभ एनपीभी हुनु भएन यस्तै हेर्नुहोस् त हाम्रो प्रोजेक्ट एक्सको एनपीभी पनि पोजिटिभ नै छ प्रोजेक्ट वाईको एनपीभी पनि पोजिटिभ नै छ सो त्यही भएर हामी अब इन्डिपेन्डेन्ट प्रोजेक्टमा देयरफोर भनेर लेख्ने भयो बोथ प्रोजेक्ट सिलेक्ट गर्न पाइयो बोथ प्रोजेक्ट एक्स एन्ड वाई सुड बी एक्सेप्टेड किनकि दुईटै प्रोजेक्टको एनपीभी पोजिटिभ छ र इन्डिपेन्डेन्ट प्रोजेक्टमा हामी जति पनि प्रोजेक्ट सिलेक्ट गर्न या एक्सेप्ट गर्न पाउँछौँ त्यही भएर बोथ प्रोजेक्ट एक्स एन्ड वाई सुड बी एक्सेप्टेड किन एक्सेप्टेड हुनु पर्यो त because of having positive NPV भएको कारणले हामीले दुईटै प्रोजेक्टलाई एक्सेप्ट गरेको यो त हाम्रो इन्डिपेन्डेन्ट प्रोजेक्टको भयो अब इन्डिपेन्डेन्ट प्रोजेक्टमा त हामीले दुईटा प्रोजेक्टलाई एक्सेप्ट गर्न मिल्छ त्यही भएर दुईटालाई गरेको तर हाम्रो म्युचुअली एक्सक्लुजिभ प्रोजेक्टमा त एउटालाई मात्र गर्न मिल्छ तर यहाँ त दुईटै पोजिटिभ छ त्यही भएर के गर्ने होला त त्यसको लागि चाहिँ अगाडि हामी यहाँ लेखिहालौँ सोल्युसनमा इफ द प्रोजेक्ट्स आर म्युचुअली एक्सक्लुजिभ प्रोजेक्टमा चाहिँ अलिक सर्ट फर्ममा मात्र लेखिदिएको एमइपी भनेर यस्तो छ भनेपछि चाहिँ कुन सिलेक्ट गर्ने त दुईटै पोजिटिभ छ इन्डिपेन्डेन्ट प्रोजेक्टमा दुईटै सिलेक्ट भयो तर यसमा त हामीले एउटा मात्र सिलेक्ट गर्न पाउँछौँ नि त एमइपीमा किनकि हामीले यदि एउटा प्रोजेक्ट सिलेक्ट गऱ्यो भने अर्को प्रोजेक्ट अटोमेटिकली आउट भइहाल्छ अब यसमा कुन सिलेक्ट गर्ने त यसमा चाहिँ हामीले हायर पोजिटिभ एनपीभी ठुलो पोजिटिभ एनपीभी हुनु पऱ्यो कि हेर्नुहोस् त 1,33,980 ठुलो कि 1,56,570 ठुलो भन्नु त 1,56,570 ठुलो हो नि त योभन्दा त त्यही भएर हामीले प्रोजेक्ट वाईलाई सिलेक्ट गर्नुपर्छ यसमा चाहिँ हामीले लेख्ने देयरफोर प्रोजेक्ट वाई सुड बी एक्सेप्टेड वाई सुड बी क्वेसनमा चुजन भन्ने छ भने चाहिँ चुजन नै लेखौँ हामीले सुड बी चुजन बिकज अघि चाहिँ हामीले बिकज अफ ह्याभिङ पोजिटिभ एनपीभी लेखेको थियो भने चाहिँ बिकज अफ ह्याभिङ हायर पोजिटिभ एनपीभी ठुलो पोजिटिभ एनपीभी हुनु पऱ्यो कि यसको लागि चाहिँ म्युचुअली एक्सक्लुजिभ प्रोजेक्टको लागि हायर पोजिटिभ एनपीभी यसरी हामीले सिलेक्ट गऱ्यौँ यति हेर्नुहोस् बी नम्बरमा हजुरले के सोधेको थियो क्याल्कुलेट नेट प्रेजेन्ट भ्यालु एनपीभी अफ इच प्रोजेक्ट निकालेर यति निकालिसकेपछि हामीलाई हेर्नुहोस् 6 मार्क्स त मजाले आइसक्यो अब यो सी र डीको गरेर पनि 2 गरेर 4 मार्क्स आइसक्यो यो 2 मार्क्सको यो 2 मार्क्सको गरेर हाम्रो 4 मार्क्स आइसक्यो मजाले नै हेर्नुहोस् है
नाउ चाहिँ अब चाहिँ हामी चाहिँ क्यालकुलेसन अफ आइआरआर अफ प्रोजेक्ट एक्स निकाल्नेछौँ। प्रोजेक्ट एक्स र प्रोजेक्ट भएको इन्टरनल रेट अफ रिटर्न निकाल्नेछौँ। जस्तै प्रोजेक्ट एक्स चाहिँ इभेन क्यास फ्लोको चाहिँ निकाल्न त्यति गाह्रो छैन। हामीले चाहिँ स्टेपहरू फलो गर्नुपर्छ, 3टा स्टेप। जस्तै कि हाम्रो स्टेप 1मा चाहिँ के छ भने चाहिँ क्यालकुलेसन अफ फिक्स्ड फ्याक्टर। फिक्स्ड फ्याक्टर भनेको चाहिँ पिबिपी हो। क्यालकुलेसन अफ फिक्स्ड फ्याक्टर इज इक्वल टु पिबिपी। पिबिपी त हामीले अघि नै निकालिसकेका छौँ नि त प्रोजेक्ट एक्सको। अघि हेर्नुहोस् त हाम्रो प्रोजेक्ट एक्सको पिबिपी कति निकालेको छौँ, 2.5 इयर्स निकालेको छौँ। यो चाहिँ हाम्रो पे ब्याक पिरियड हो। यति टाइममा चाहिँ हुन्छ नि त, त्यसले यो प्रोजेक्ट एक्सले सबै यो आफ्नो क्यास फ्लोजहरू छ नि त पे ब्याक गरिहाल्छ कि त। मिनिमम इयर रिक्वायर्ड हो चाहिँ यो पिबिपी भनेको चाहिँ। स्टेप 1मा यति नै लेख्ने हामीले। त्यसपछि स्टेप 2मा चाहिँ हामीले रिकलिङ पिभिआइएफए टेबल। त्यो पिभिआइएफए टेबललाई रिकल गर्ने मतलब पिभिआइएफए टेबललाई एकचोटि हेर्ने हामीले। रिकलिङ पिभिआइएफए टेबल द क्यालकुलेटेड भ्यालु। अब यो छ नि त 2.5 इयर्स हाम्रो। यो 2.5 इयर्स चाहिँ कुन पर्सेन्टेज र मा कति कुनको बिचमा पर्ने रहेछ भनेर निकाल्नु पर्यो क्या हामीले। द क्यालकुलेटेड भ्यालु अफ फ्याक्टर 2.5 lies in between मेन त अब यति लेख्यो नि त हामीले। यो छ नि त यो 2.5 इयर्स, यो फ्याक्टर भनेको 2.5 हो नि त हाम्रो। यो 2.5 कुन पर्सेन्टेजको बिचमा पर्छ त? इन इयर कति छ, 4, किनकि हाम्रो यो इयर कति छ, 4 छ नि त। अब हामीले चाहिँ यो पिभिआइएफए टेबल छ नि त, यो हेर्नुहोस् त, यसको पिभिआइएफए टेबलमा हेर्नु पर्यो। हेर्नुहोस् त, यहाँ छ पिभिआइएफए टेबल 4 इयरको हेर्नुहोस् त कति पर्सेन्टेजमा हेर्नुहोस् न, कति छ 2.5, कतिको बिचमा बस्छ यो हेर्नुहोस् न। 3 चाहिँ यहाँ त पर्दै पर्दैन 10%सम्म हामीले थाहा पाइसक्यौँ। अब यता आउने हेर्नुहोस् त, यताको 4 इयरमा हेर्ने त 11 को 12% पनि छैन, 13 को पनि छैन, 14 को पनि छैन, 15 को पनि छैन, 16 को पनि छैन, 17 को पनि छैन, 18 को पनि छैन। 2.5887 छ। यहाँ चाहिँ कति छ हेर्नुहोस् त, 2.54 छ। अनि यहाँ चाहिँ 2.4 आइसकेछ। फेरि हेर्नुहोस् त, यो 2.54 र 2.49 छ नि त, यो दुइटाको बिचमा पर्यो नि त 2.5 भनेपछि। हेर्नुहोस् त एकचोटि, यो 2.58 चाहिँ ठुलो भइसक्यो, धेरै बढी भइसक्यो। तर 2.54 र 2.4936 भनेको चाहिँ यो दुइटाको बिचमा 2.5 पर्छ नि त। 49 भने चाहिँ यसलाई राउन्ड अफ गरे चाहिँ 2.5 आइहाल्छ। 54 गरे चाहिँ यसलाई राउन्ड अफ गरे चाहिँ 2.5 नै रहन्छ। 21 and 22%। अब हामीले यहाँ लेख्ने लाइज इन बिट्विन 21% and 22% इन इयर 4 भनेर लेख्ने। अब हेर्नुहोस् त, फ्याक्टर एट एलआर भनेको लोअर रेट कति छ यो दुईटा मध्ये, 21%। 21%मा कति छ फ्याक्टर हेर्नुहोस् त, यहाँ 21%मा 4 इयरमा 2.5404। 2.5404। अब फ्याक्टर एट ट्रु रेट भनेको चाहिँ यो 2.5 के हुन्छ नि, टिआर चाहिँ 2.5 छ। त्यसै गरी फ्याक्टर एट हायर रेट कति छ हाम्रो हेर्नुहोस् त, 22% छ। 22%मा कति छ हेर्नुहोस् त, यता 2.4936। यहाँ पनि हामी त्यही लेख्ने 2.4936 गरेर लेख्ने। यहाँ हाम्रो स्टेप 2 कम्प्लिट भयो। यसपछि आउँछ हाम्रो स्टेप 3। स्टेप 3मा चाहिँ हामीले बाई इन्टरपोलेसन गरेर गर्ने। र अब यसमा चाहिँ हाम्रो आइआरआर को फर्मुला लाग्छ। आइआरआर इज इक्वल टु लोअर रेट प्लस फ्याक्टर लोअर रेट माइनस फ्याक्टर ट्रु रेट बाई फ्याक्टर लोअर रेट माइनस फ्याक्टर हायर रेट। यता चाहिँ एचआर माइनस एलआर, हायर रेट माइनस लोअर रेट। यो चाहिँ हाम्रो इन्टरपोलेसनको फर्मुला हो र हामीले यही फर्मुलाबाट चाहिँ अब आइआरआर निकाल्ने। लोअर रेट कति छ हेर्नुहोस् त, 21%। 21 लेख्ने प्लस अब फ्याक्टर लोअर रेटमा फ्याक्टर कति छ हेर्नुहोस्, 2.5404 माइनस ट्रु रेटमा 2.5।
2.5404 माइनस लोअर रेटमा हायर रेटमा 2.4936 हायर रेट कति छ हेर्नुहोस् त 22 माइनस 21 गर्ने अब यो सबै सल्भ गरेपछि एन्सर कति आउँछ हेरौँ है यो क्याल्कुलेसन गरिसकेपछि हाम्रो एन्सर 21.86% आउँछ हाम्रो प्रोजेक्ट एक्स को आइआरआर आयो हाम्रो 21.86 अब यसै गरी हामी प्रोजेक्ट वाई को पनि निकाल्छौँ तर प्रोजेक्ट वाई को आइआरआर निकाल्ने चाहिँ डिफ्रेन्ट फर्मुला छ किनकि यो चाहिँ अब इभन क्यास फ्लो भयो र यो स्टेपबाट 3टा स्टेपबाट आयो तर त्यो चाहिँ अनइभन क्यास फ्लो छ त्यही भएर अनइभन क्यास फ्लोको चाहिँ डिफ्रेन्ट फर्मुला हुन्छ अब हेर्नुहोस् है यो क्याल्कुलेसन अफ आइआरआर अफ प्रोजेक्ट वाई अनइभन क्यास फ्लोको आइआरआर निकाल्ने चाहिँ हामीले गेसमा निकाल्नुपर्छ हेर्नुहोस् है यसमा चाहिँ कस्तो हुन्छ भनेपछि हामीले कुनै पर्सेन्टेजहरू गेसमा राख्नुपर्छ यसको लागि चाहिँ हामीलाई के चाहिन्छ भनेपछि एनपीभी लोअर रेटको एनपीभी र एनपीभी हायर रेटको चाहिन्छ यसमा चाहिँ एउटा पोजिटिभ एउटा नेगेटिभ हुनुपर्छ के यसको लागि अब जस्तै कि हामीले एउटा एनपीभी चाहिँ पोजिटिभ निकाल्नु पर्यो अनि एउटा एनपीभी चाहिँ नेगेटिभ निकाल्नु पर्यो त्यसको लागि जो रेट हुन्छ नि कुन रेटमा निकाल्ने भन्ने त्यो चाहिँ हामीले गेस गरेर राख्ने जस्तै कि क्वेसनमा हेर्नुहोस् त हामीलाई रेट 10% दिएको छ 10%मा अघि हाम्रो एनपीभी हेर्नु त पोजिटिभ आएको थियो कि थिएन यहाँ हेर्नुहोस् त 156570 पोजिटिभ आएको छ नि त हाम्रो हो त्यो 10%मा चाहिँ पोजिटिभ आउँछ भन्ने थाहा छ भने चाहिँ हामीले अलिक बढी डिजिट लाउनु पर्यो कि 10 भन्दा अलि बढी 10 भन्दा बढी भने चाहिँ जस्तै हामी एट 20% गरेर गरौँ है 20% मा हामी एनपीभी निकालौँ है जस्तै एनपीभी अघि मैले भने थिएँ नि हजुरहरूलाई एनपीभी निकाल्ने दुईटा तरिका छ भनेर दुईटा अल्टरनेटिभ छ एउटा अल्टरनेटिभ चाहिँ यो भइहाल्यो जस्तै हामीले यो फर्मेट बनाएर गर्यौँ इयर 1 इयर 2 गरेर गरिहाल्यौँ है तर अर्को फर्मुला छ यसमा चाहिँ म हजुरलाई अर्को फर्मुलामै अर्को तरिकाले गरेर देखाउँछु यसमा चाहिँ कस्तो हुन्छ भने चाहिँ CF1 + 1 + k को पावर 1 भयो CF भनेको हाम्रो क्यास फ्लो 1 हो कि फर्स्ट इयरको क्यास फ्लो त्यसपछि कति इयर छ हाम्रो 4 इयर छ भने चाहिँ CF2 + 1 + k को पावर 2 + CF3/1 + k को पावर 3 + CF4/1 + k को पावर 4 माइनस NCO भयो नि हाम्रो NCO भयो यसरी चाहिँ मलाई सजिलो लाग्छ कि यो फर्मेट बनाएर उ गर्नुभन्दा मल्टिप्लिकेसन गरेर चाहिँ एड गर्नुभन्दा यसमा चाहिँ हामी क्याल्कुलेटरमा एकैचोटि निकाल्न सक्छौँ CF1 हाम्रो कति छ हेर्नुहोस् त 3 लाख 3 लाख डिवाइडेड बाई 1 + k भनेको थियो 20 हो 20% हामीले राख्नु भएन 20 डिवाइड बाई 0.20 को पावर 1 प्लस CF2 कति छ हाम्रो 2 लाख डिवाइडेड बाई यसमा चाहिँ हामी डाइरेक्ट नै 1 + 0.20 गरेपछि 1.20 हुन्छ डिवाइडेड बाई स्क्वायर गर्ने है हामी यसमा चाहिँ मैले त्यो प्लसको साइन राखिन डाइरेक्ट नै राखिदिएँ यो चाहिँ बुझ्नु होला प्लस 2 लाख डिवाइडेड बाई 1.2 को क्यूब प्लस 20 to 1.2 मात्र राख्दा नि हुन्छ त्यस्तो फरक पर्दैन 1 लाख डिवाइडेड बाई 1 + 2 को 4 माइनस एनसीयू कति छ हाम्रो 5 लाख अब यसको सोल्युसन गर्ने हामीले रुपीज 52,854.93 हाम्रो आयो एट 20% एनपी तर पनि पोजिटिभ नै आयो नि त यहाँ ओके हेर्नुहोस् त हामीले 20% मा गर्दा चाहिँ पोजिटिभ आयो अघि मैले भने थिएँ एउटा पोजिटिभ भएपछि अर्को नेगेटिभ हुनुपर्छ भनेर यो पोजिटिभ त हाम्रो आयो 20 मा अब हामी हेर्नुहोस् 26% मा गरौँ है 25 or 26% मा ट्राई गरौँ त्यसै गरी हामी 26% मा ट्राई गरौँ 26% मा यदि हाम्रो नेगेटिभ आयो भने भनेर अब हामी हेरौँ त यहाँ एट 26% गर्ने सेम त्यही प्रोसेस युज गर्ने अघिकै प्रोसेस युज गर्ने है हेर्नुहोस् त गाइज हाम्रो 26% मा पनि पोजिटिभ नै एनपीभी आएको छ के पोजिटिभ नै एनपीभी आएको छ भनेपछि हामीले यो 20% मा निकालेको थियौँ नि एनपीभी यसको के काम भएन यसले हामीले क्यान्सल गरिदिँदा पनि हुन्छ अब हाम्रो जुन 26% मा आएको छ यो पोजिटिभ नै निस्किसक्यो नि त अब हामीले हुन्छ नि त 27% मा ट्राई गरौँ त किनकि हाम्रो त्यो HR - LR को डिफरेन्स 1% भयो भनेपछि एकदमै कम भएको चाहिँ राम्रो के हुन्छ नि यो हायर रेट र लोअर रेट बिचको त्यो डिफरेन्स हुन्छ नि एकदमै कम भएको राम्रो 26 मा 3727 आछ भने चाहिँ अब हामी 27 ट्राई गरौँ है के त 27 मा नेगेटिभ आइहाल्छ कि भनेर एनपीभी इक्वल टु यो पनि म हजुरलाई डाइरेक्ट गरेर नै देखाउँछु ल हेर्नुहोस् त गाइस 27% मा चाहिँ नेगेटिभ आएछ हाम्रो हेर्नुहोस् त हो अब आयो भने चाहिँ अब यसलाई हामी
एलआर भयो यो चाहिँ एनपीभी एट हायर रेट भयो अब यसको लागि हामी यहाँ बाई इन्टरपोलेसन फर्मुला लगाउने हेर्नुस् एउटा पोजिटिभ एउटा नेगेटिभ आयो भनेपछि हामीलाई अब आन्सर मिलिहाल्यो भनौँ है अब आईआरआर को फर्मुला के छ लोवर रेट प्लस एनपीवीएलआर बाई एनपीवीएलआर माइनस एनपीवीएचआर एचआर माइनस एलआर हेर्नुस् यसरी हाम्रो एन्सर आइसक्यो यो एचआर र एलआरको डिफ्रेन्स हुन्छ नि 3-4% राख्दा नि हुन्छ भन्न त भन्छन् तर सकेसम्म हामीले 1% मात्र राख्यो भने चाहिँ हामीलाई सजिलो हुन्छ किनकि यहाँ ग्याप 1 मात्र देखिन्छ नि त अनि एन्सर निकाल्न हामीलाई सजिलो हुन्छ अब हेर्नुस् लोवर रेट कति छ 26 प्लस एनपीवीएलआरमा कति छ 3727.84 डिभाइडेड बाई यहाँ हेर्नुस् एनपीपी 3727.84 माइनस माइनस प्लस भइहाल्यो 1.135 नराखे पनि 27 माइनस 26 गर हेर्नुहोस् अब एन्सर चाहिँ हाम्रो 26.50% हाम्रो ठ्याक्क एन्सर आयो हाम्रो ओल्ड स्कुलमा पनि ठ्याक्क यति नै एन्सर आएको छ हाम्रो अब प्रोजेक्ट वाईको प्रोजेक्ट एक्सको पनि आईआरआर आइसक्यो एकदमै ध्यान दिनुपर्ने भनेको चाहिँ हामीले हेर्नुहोस् आईआरआर निकाल्ने अलिक गाह्रो छ यो गेसिङमा गर्नुपर्छ हामीले भने चाहिँ जति बढी गर्दै गयो नि हामी त्यति ठुलो किनकि जति रेट कस्टको रेट जति बढी हुन्छ त्यति नै कम नेट प्रेजेन्ट भ्यालु आउँदै गर्छ कि त्यही भएर हेर्नुहोस् त अघि 10% मा यति थियो पछि 20% मा हाम्रो यति आएछ घट्दै घट्दै गएको छ नि त हाम्रो एनपीपी र यसमा माइनस आएको छ यसै गरी हामीले आईआरआर निकाल्ने यो क्वेसन चाहिँ एकदम इम्पोर्टेन्ट हो है 20 मार्क्सको आउन सक्छ अघिल्लो वर्ष 20 मार्क्सको आएको थियो यो क्वेसन आई डोन्ट नो तर बीबीएमा आएको थियो बीबीएममा आएको थियो त्यो चाहिँ मलाई थाहा भएन तर एकदम इम्पोर्टेन्ट छ र यसबाट मार्क्स ग्र्याब गर्न पनि एकदमै सजिलो छ थ्याङ्क यू